वेलकम छ तपाईँ सबैलाई आजको मेरो ब्लगमा। आजको मेरो ब्लगमा चाहिँ हाम्रो दसैँ कस्तो भयो त्यो देखाउन गइरहेको छु। आज चाहिँ नवरथाको लास्ट दिन रहेको छ। नवरथामा चाहिँ मैले व्रत राखेको छैन, तर पूजापाठ चाहिँ सधैँ गर्थेँ मैले र मम्मीले नै गर्नुहुन्थ्यो। नवरथामा चाहिँ माताको लागि र घर परिवारको लागि केही स्पेसल बनाउने मन थियो मलाई। सुरुमा चाहिँ साँझ नवरथाको पूजाको लागि चाहिँ मैले यहाँ फुल टिपेर राखेको छु। मेरो नवरथाको व्रत भएको भए मलाई आउने जति मैले धेरै परिकार बनाउँथेँ र आज म बनाउन गइरहेको छु सुजी। यहाँ चाहिँ मैले काजु, बादाम, किसमिस र नरिवल काटिसकेको छु अलि र थोरै चाहिँ सुजी लगेको छु। खानपिन बनाउँदा चाहिँ सबैलाई पुगोस् तर खाना बर्बाद नजाओस् भन्ने चाहिँ मेरो सोच छ। सुरुमा चाहिँ मैले कडाईमा आवश्यकता अनुसारको घी हालेको छु। अब चाहिँ काजु, बादाम, किसमिस र नरिवललाई अलि भुटिरहेको छु मैले। सुजी चाहिँ मलाई जति बनाउन आउँछ, मैले युट्युबमा टिकटकमा जति हेरेको छु त्यही अनुसार बनाइरहेको छु। हेर्छु कस्तो हुन्छ। युट्युब र टिकटकबाट चाहिँ मैले अलि मिठो खाना बनाउन सिकेको छु। यहाँ चाहिँ मैले ड्राई फ्रुट फ्राई गरेर निकालिसकेको छु। सुजीलाई चाहिँ फ्राई गर्नेछौँ, त्यस्तो गरेर फ्राई गर्नुपर्छ। यहाँ चाहिँ सुजीलाई चाहिँ बिस्तारै बिस्तारै फ्राई गर्दैछु म र सुजी नै फ्राई भइसकेको छ। आवश्यक दुध हाल्ने। सुजीमा चाहिँ दुध हालिसकेपछि चिनी र ड्राई फ्रुटहरू हालिदिने र केही समय चाहिँ पाक्न दिनुपर्छ। सुजी चाहिँ बनिसकेको छ। कस्तो लागिरहेको छ सुजी तपाईँलाई? सुजी बनिसकेपछि नवरथाको पूजाको लागि चाहिँ मैले चढाउनको लागि सुजी राखेको छु। नवरथामा चाहिँ माता दुर्गाको चाहिँ विधिअनुसार पूजा गरेर मैले प्रसाद चढाइसकेको छु। सुजीको प्रसाद र खाना चाहिँ हामीले खाइसकेका छौँ। मम्मीले चाहिँ प्रसाद आफन्तको घरमा नि पठाइदिनु भएको छ। मलाई, मेरो परिवार र मेरो आफन्त सबैलाई चाहिँ सुजी एकदम मन परेको छ। म चाहिँ अहिले रेडी भएको छैन, अब चाहिँ म रेडी हुन्छु। दसैँको दिनको चाहिँ सबै सपिङ चाहिँ मैले गरेर आइसकेको छु। दसैँको दिनको चाहिँ सिस्टरले म आफै सबै खाना बनाउँछु भनेपछि चाहिँ सिस्टरले बनाउनु भयो, किनकि सिस्टर एकदम मिठो खाना बनाउनुहुन्छ। मैले चाहिँ दसैँको सपिङ गरेर आएँ। साफसफाइ, पूजापाठ, दसैँको सम्पूर्ण तयारीहरू चाहिँ मैले गरेको छु। यो चाहिँ हाम्रो घरको जमारा हो, यो सालको एकदम राम्रो भएको छ। घरको सबै काम भइसकेपछि दसैँको सम्पूर्ण तयारी गरिसकेपछि म, सिस्टर, सबै परिवार चाहिँ हामी रेडी हुँदैछौँ दसैँको लागि। रेडी हुँदा हामी आफन्त वा साथीहरूको सल्लाह लिँदै रेडी हुन्छौँ सबैजना। म रेडी भइसकेको छु दसैँको लागि। कस्तो लागिरहेको छु म। थ्याङ्क यू मेरो ब्लगमा हेल्प गरेकोमा। अब चाहिँ हामी दसैँ मनाउन जान्छौँ। दसैँको लागि चाहिँ म फुल रेडी भइसकेको छु। अब म दसैँको टिका लगाउन गइरहेको छु। यहाँ भाइ र सिस्टरलाई चाहिँ म दसैँको टिका लगाइदिँदैछु। दसैँमा चाहिँ मेरो सिस्टरको र बुहारीको चाहिँ साडी लगाउने प्लान थियो। भाइ र बुहारी चाहिँ माइत गएपछि मलाई चाहिँ साडी लाउन चाहिँ मन लागेन। दसैँमा चाडपर्वमा सबै परिवार साथमा भएपछि रमाइलो हुन्छ धेरै।
छोरीले यहाँ फोटो खिच्दै थिइन्। हेर्नुस् गाइस, म दसैँको लागि रेडी भइसकेको छु। कस्तो लागिरहेको छु म? दसैँको टिका लगाइसकेपछि म चाहिँ मामा घर भेटघाट गर्न गएको थिएँ। साँझ चाहिँ आन्टीले मलाई घर पुर्याइदिनु भएको हो। दसैँ र दसैँ पछिको 5 दिनसम्म पनि दसैँको टिका लगाइन्छ। भाइ र बुहारी घरमा फर्केपछि चाहिँ हामी दसैँको टिका लगाउनेछौँ। दसैँको लास्ट दिन भाइ र बुहारी घर पुगिसक्नु भएको छ। भिडियो बनाउँदैछ नि त? यी दिदी बनाउँदैछ पछि। छोराले लगाइदिन्छ लक्क टल्की चाहिँ खै त भाइहरूको त अगाडिको सर्ट आएन त। मेरो भएन क्या मकै मात्रै थियो। यस्तै छ आकांक्षा आउँछ कि आकांक्षा बनाउन भिडियो बनाइदिउ र आकांक्षा। हाम्रोमा त दोहोरै छ ल आकांक्षा आउँछ किन बनाउन ल जेठ भाइ तिमीहरूको आशीर्वाद पाउने भाग्य रहेछ। जेठ भाइ पुग्नु जानु भयो। म चाहिँ रेडी छैन है। हामी चाहिँ घुमेर आएको नि त। दक्षिणा हो त बाजेको। गीत निकाल्नु त्यहीबाट चाहिँ मेरो दसैँको गीत। हेर्नै त पिरो टिका लगाएर पनि हेरि नि के गर्दा बाजेर मेरो फोटो हेर्दै। मैले धेरै प्रयास गरेर समय मिलाएर मेरो ब्लग बनाएको छु। आजको ब्लग चाहिँ यहीँसम्म। कस्तो लाग्यो तपाईँलाई मेरो ब्लग? लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई ब्लग।